स्वागत है। एक गहरी सांस लीजिए और धीरे धीरे छोड़ दीजिए। आज रात जैसे ही आप गहरी नींद की तैयारी कर रहे हैं, हम एक साथ एक खास यात्रा पर जा रहे हैं। जसको विशाल फैलावट र विकराल उचाइ सामु मानिसले घुँडा टेकिदिन्छ। प्राकृतिक नीति नियमहरूमा बाँधिएको मनुष्य जब यहाँ पुग्छ, ऊ प्रकृतिको सामु आफूलाई निरीह पाउँछ। मानिसले अन्तैबाट बोकेर ल्याएको परिचय मानव यहाँ पुगेपछि मेटिँदै जान्छ। उसको भङ्गीमा एकाएक उसले सोचे भन्दा र उसले कल्पे भन्दा सानो भइदिन्छ। गन्तव्य पुग्नुसम्म मात्र यो यात्रा सीमित छैन। यो यात्रा हो इतिहास र वर्तमानको, संघर्ष र सपनाको। यो यात्रा हो नपुगेको सडकले जोगाएको सभ्यताको। यो यात्रा हो उचाइको, कीर्तिमानको, भविष्यको र सम्भावनाको। यो यात्रा हो त्यो भूगोलको जो देखिन र सुनिन जरुरी छ। यो यात्रा हो आउँदो परिवर्तनको र परिवर्तनबाट वञ्चित भौगोलिक कठिनाइले उकुस मुकुस भए पनि हाँसिदिने ती अनगिन्ती मुहारहरूको। दोस्तों, we are from Mardi High Camp। साथीहरू, अब चाहिँ हामी ठ्याक्क रातिको 1 बजेको छ, तर पनि हाम्रो यात्रा चाहिँ 1 बजेदेखि नै सुरु हुन्छ। हाम्रो घरबेटी बाले हामीलाई चिया बनाउँदै हुनुहुन्छ पर। ए कफी कहाँ चिया हो त। अर्को हाम्रो यहाँ एकजना बाहुन बाबु चाहिँ हेर्नु न, सुतेको चाहिँ होइन कि, तर सुतेको जस्तो नाटक गरिरहेको छ। सम्झनामै हुनुहुन्छ उहाँ चाहिँ। सुतेको छ अरे सुतिरहेको छ, यस्तो खालको नाटक गर्नुहुन्छ उहाँले चाहिँ। अर्कोजना उहाँको चाहिँ हिजो बेलुका झन्डै एक्सिडेन्ट भएको थियो, तर पनि केही नि भएन। गोल्ने एकछिनै के अहिले चाहिँ हामी मार्दीको हाई क्याम्पमा छौँ। त्यो त तपाईँहरूलाई थाहा छँदैछ। मार्दी हाई क्याम्पमा चाहिँ राति पिसाब लाग्नु, दिसाब लाग्नु एकजनाले राख्नु भनेको चाहिँ ग्रुपको सबैले लाग्नु सर रहेछ। सबै 2टा केटाहरूलाई जाडो लागेर पिसाब लागेर हेर न, यो केटालाई पनि लाग्नै पर्ने बाध्यता छ। नलाए पनि निकाल्नै पर्ने छ। अर्को यो केटालाई पनि लाग्नै पर्ने बाध्यता। आएको बेला एकछिन भयो नि निकालेर पठाइहालौँ। केटाहरूलाई मैले एकदम आँट दिएको छु क्या, लौरो लिएर बाबा लगायो भने मछु भनेर। ऊ अर्को केटा हेर न, त्यसले पानी खाँदैछ हो, त्यहाँ कस्तो सिया लागे जस्तो भएको। Hello guys, today we are going to Mardi base camp midnight मा। कमरेड पछाडि आउँदैछ, देखिँदैन न म। सेन्टी बसेर अगाडि सबै साथीहरू गइसकेको छ। हामी चाहिँ बिहानै 2 बजी उठेर हिँडेको है। अब बिस्तारै घाम उदाउँछ 6 बजेपछि। माथि आकाशमा जुन छ। आज जम्मा मैले 7वटा तारा झरेर बिचैमा बिलाएको देखेँ फर्स्ट टाइम लाइफमा। त्यो माथि हिमाल छ, अहिले राम्ररी देखिँदैन, भरै देखाउँछु म। सोल्टी ठिक छ होइन? ल लागौँ बाटो बाटो त आदेश आदेश उठ उठ। Hey comrade, what's up? एकदम गुड। जग्गा ठिक छ होइन? All good. यता हाम्रो माछा पुज्दैछ है। होइन नि, यो कुन हिमाल बेबी थाहा छैन मलाई। यहाँ छु, नचिन्न सक्छ। आ चुके हैं। एक बार कैमरामैन 16 लाख दर्शक को दिखाओ, खचम खच भरे हुए हैं, बहुत ही बेहतरीन तरीके से आनंद ले रहे हैं। कैमरामैन जल्दी फोकस करो।
हिमाल भन्नु टाढाको पाउँदैन रहेछ। एक दिन गयो भेट्यो फर्क्यो त्यही हिमाल त्यही पहाड त्यही धरती मुस्कुराउँदै। होइन क्या पेमा हो क्या बुझ्यौ। भैँसी आयो। ल प्याकअप ल जाने जाऊ को जानु मन छ। कति गयो के भएको बल्ल हिमा आएपछि बल्ल निदा लाग्यो मिठो बल्ल फिल भइरहेछ मलाई यार। अर्कै भिडियो बनाउनु। है दोस्तो म चाहिँ आदेश कुलुङ राई हजुरहरूकै चिरपरिचित मान्छे। अहिले हामी चाहिँ मार्दी हिमाल बेस क्याम्प जाँदैछौँ। यता नि हिमाल छ है ऊ माथि माछा फुस्दैछ। अहिले हामी जम्मा 3 जना मात्रै हाई क्याम्प जाँदैछौँ। हाई क्याम्प बेस क्याम्प जाँदैछौँ। साथीहरू हामी 9 जना थियौँ। साथीहरू चाहिँ स्वास्थ्य समस्याले गर्दा फर्किनु भयो तर पनि उहाँहरूले हाम्रो लागि भरपुर खानेकुरा पठाइदिनु भएको छ। हामी चाहिँ अहिले जाने प्रयत्नमा छु। 2 जना साथीहरू माथि पुगिसक्नु भयो। म चाहिँ भिडियो बनाउनु भनेर पछाडि बसेको। बाँकी कुरा अलि माथि पुगेर है। त्यो पर हेरीले उद्धार गर्नु जाँदैछ है मान्छेहरूलाई। ल चस्मा नि लगाउँ, मलाई आउँदैन। त्यही हो बेस क्याम्प उयो हो त त्यही जस्तो लाग्यो। Hey Jagat, what's up? Jagat, what's up भनिरहेको छु म। अल गुड हामी कहाँ जाँदैछौँ? फिट एन्ड फाइन। हामी अहिले बेस क्याम्प जाँदैछौँ। हामी अहिले हिँडेको अलमोस्ट 30-40 मिनट भयो। तिमी कहाँ गएको? खै कहाँ गएको हामी अहिले बेस क्याम्प हामी अहिले हिँडे अलपत्रै छ उता जान थाहै छैन। बाटो बिर्सेको आम्बो उही पछाडि त हिमाल पो रहेछ। म पो हिमालभन्दा अग्लो हुनु पऱ्यो खै। त्यो बेस क्याम्प भएन भने त्यो चाहिँ होला त्यसो त्यो हल्का हिउँ टाइपको छ नि त्यो चाहिँ हो। त्यही जानु मिल्दैन हामी। बाटो
वा मेरो नाम चाहिँ आदेश कुलुङ राई म चाहिँ भोजपुरबाट हो अहिले चाहिँ काठमाडौँमा बस्दैछु र कलेजबाट मारी ट्रेक घुम्न आएको पछाडिको चाहिँ हिमाल म त चिनिहाल्नु भयो युवर टर्न हेलो नमस्ते मेरो नाम चाहिँ के हो सोनु ग्याबा हो सोनु ग्याबा हो अनि म काठमाडौँदेखिबाट मारुति हिमाल हेर्न आएको ट्रेकिङमा उहाँको स्थायी ठेगाना चाहिँ धादिङ खनिया आवास गाउँपालिका वार्ड नम्बर 5 हो हजुर हजुर यो टर्न नमस्कार मेरो नाम जगत खड्का हो मेरो घर अर्घाखाँची अहिले हाल काठमाडौँदेखि ट्रेकिङको यात्रा गर्दै हामी अहिले यो मारुति हिमालको बेस क्याम्पमा आएर बसिरहेछौँ अनि यसरी हामी हल्ला गरिरहेछौँ हामी कस्तो भयो भन्दाखेरि होइन कस्तो भयो हामी चाहिँ 9 जना थियौँ होइन त्यो यस्तो त्यो थाक हुन्छ नि हैन एकजना गार्ड पनि थियो 10 जना हुनुहुन्थ्यो त्यो ढुङ्गाको यस्तो थाक हुन्छ नि त्यो थाक लाउँदै जाँदा त्यो धेरै अग्लो भयो भने त्यो भत्किन्छ नि त्यसरी भत्किएर हामी 3टा थाक मात्र रह्यो क्या यति 3टा बेस हो र तलको बेस चाहिँ म हो मैले आड्दिएको हो नि तिमीहरु आउने हैन म त काठमाडौँदेखिबाट आउने भने मैले भने अनि त्यो तल आएर चाहिँ म जान्छु हैन मैले त म तल काठमाडौँदेखिबाट भनेको के तलबाट आएर जे म बेस हो ल Yes! We did it! पछाडिको हिमाल त देखिहाल्नु भयो तपाईहरुलाई त यस्तो लागिरा होला अब यता पनि पो हिमाल छ त ओ म हिमालकी छोरी यता नि हिमाल छ ओ हिमालकी छोरी यता तिमी चाहिँ कसको हिमालको हैन तिमी चाहिँ पहाडको छोरा तराईको हो उ त तलतिर शिवजीको भक्त शिवजीको भक्त हो चाहिँ ल हर हर महादेव तपाईहरुलाई माछा फुस्ने पनि यही पो छ त उ माथि देख्नु भयो नि जाम हो हामी ढिला भइसक्यो दोस्तो हामी कहाँ पुगेर आयौं हामी बेस क्याम्प पुगेर अब फर्किन लाग्यो अलमोस्ट अहिले 1:15 मिनेट जति बाँकी छ फेरि एक पटक जस्तो वी डिड होला यस वी डिड इट यस यस यस
जगत जाउँ के एक उडेन छिटो सुत कहाँ सुतिर यहाँ खाइसक्यो आऊ छिटो उठ्नु हे दोस्तों वी आर फ्रम अमेरिकाको छिमेकी अहिले चाहिँ हामी मार्दी ट्रेकबाट फर्किँदैछौँ टक्कसँगले कस्तो फिल भइरहेछ तिमीलाई मलाई त रमाइलो भइरहेछ अनि खुट्टा दुख्ने जस्तो भएको रमाइलोले सबै बिर्सिसकेँ मैले साथीहरूको खुट्टा चाहिँ एकदम दुखेको तर जहाँ जहाँ राम्रो राम्रो ठाउँ आउँछ मात्र नसक्यो भने त सबै पेन किल भइहाल्छ हे व्हाट्सअप हेलो अलि नजानु नफर्किनु अलि जोसमा के त्यस्तो नभन न रमाइलो त भएको छ नि जोसमा रमाइलो अलि सोध्दाखेरि क्या जोस Hey. है Hello guys, what's up? See you again in Sitting गाउँ, Blaze होइन गाउँ हो. See it's water ice.